यो जिउँदो रोटी मनै हुँ जो स्वर्गबाट उठेर आयो। कसैले यस रोटीबाट खायो भने त्यो सधैँभरि जिउनेछ। अनि त्यो रोटी चाहिँ जो म दिनेछु मेरो मासु हो, जसलाई म यस संसारको जीवनका निम्ति दिनेछु। अब यहाँ एउटा कन्फ्युजन हामी के हुनु हुँदैन, हामीले भुल के बुझ्नु हुँदैन भने यो रोटी खायो भने जीवन पाउँछ भनेर चाहिँ बुझ्नु हुँदैन। प्रभु यीशु ख्रीष्ट चाहिँ हाम्रो लागि जीवन दिन आउनु भएको। यसकारण उहाँले के भन्नुभयो, एउटा हातमा रोटी लिएर यो मेरो शरीर हो, तिमीहरूको लागि टुक्रिँदैछ, अर्थात् म चाहिँ तिमीहरूको लागि मर्दैछु। यदि तिमीहरूले मलाई ग्रहण गर्यो भने, मलाई विश्वास गर्यो भने चाहिँ तिमीले अनन्त जीवन पाउँछौ भनेर प्रभुले भन्नुभयो। यसकारण जतिजनाले प्रभु यीशु मसीहलाई विश्वास गरेर अनन्त जीवन पाएकाहरू छन्, ती अनन्त जीवन पाएकाहरूले चाहिँ यो रोटीबाट भाग लिनु। के भनेर भन्दा, प्रभु तपाईँ मेरो निम्ति संसारमा आउनुभयो, मलाई जीवन दिनको लागि तपाईँ मर्नु भयो, तपाईँको मृत्युले चाहिँ आज मैले जीवन पाएको छु भनेर त्यो विश्वास गरेका मानिसहरूले यो रोटीबाट भाग लिनु। तर यो रोटी खाएर जीवन पाउने कुरा चाहिँ यो चाहिँ जीवनको रोटी होइन, यो चाहिँ साधारण आँटाको रोटी होइन। यसैले म्याटेरियल्स भन्छ, वस्तु ठुलो कुरा होइन, विश्वास ठुलो कुरा। हामी चाहिँ विश्वासलाई के गर्छौँ, मान्यता दिन्छौँ, वस्तु हो। त्यस कारणले गर्दाखेरि अब यो जीवनको रोटी चाहिँ प्रभु यीशु मसीह हो, हामी कतिले ग्रहण गरिसकेका छौँ। त्यस कारण जतिजनाले प्रभुलाई ग्रहण गरेर त्यो जीवन पाएका छौँ, त्यो जीवन पाएकाहरूले चाहिँ यो रोटीबाट किन भाग लिने भन्दा, मेरो जीवनको निम्ति प्रभु यीशुले संसारमा प्राण दिनुभयो, मेरो लागि उहाँ मर्नु भयो, मेरो लागि उहाँले क्रुसमा कष्ट उठाउनु भयो, दुःख भोग्नु भयो भनेर त्यो सम्झना गर्नको लागि चाहिँ हामी यो रोटीबाट भाग लिन्छौँ। त्यसैले रोटी खाएर जीवन पाउने होइन, तर अघि नै जीवन पाएकाहरूले चाहिँ यो रोटी खाने। त्यसकारण यदि कसैले जीवनै पाएकै छैन, उसले प्रभु यीशु मसीहलाई ग्रहण गरेकै छैन, मुक्तिदाताको रूपमा स्वीकार गरेकै छैन, मेरो लागि प्रभु यीशु मसीह मर्यो भनेर विश्वास गरेकै छैन भने त्यो राजा भयभीत गरेर रोटी खाने हुँदैन। यो खाए पनि कुनै अर्थ लाग्दैन होइन, उसले यो खानु कुनै मतलब नै हुँदैन उसको लागि। यसैले जतिजनाले प्रभुलाई विश्वास गरेर जीवन पाएको छ, त्यो जीवन पाएकाहरूले चाहिँ यस मैले प्रभु यीशु ख्रीष्टलाई ग्रहण गरेर नयाँ जीवन पाएको छु भन्ने कुरा जसले विश्वास गरेको छ, जससँग त्यो नयाँ जीवनको अनुभव छ, त्यो नयाँ जीवनको अनुभव यसबाट खानु हो होइन। यदि कसैले नयाँ जीवन पाएकै छैन भने यो खानु कुनै अर्थ छैन। यसैले यो रोटी चाहिँ जीवनको रोटी भनेर प्रचार गर्नु चाहिँ त्यो चाहिँ गलत प्रचार हुन्छ होइन।